छोरी भने पनि यो छोरा भने पनि यही हो सर। मेरो छोरी बचाइदिनु भयो भने म तपाईहरुलाई नि बाछिन् है, बाछिन् छोरी, बाछिन् छोरी। यसले दुख्छ तर मलाई भन्दिने। नरुनु बहिनी। दर्शकवृन्द, यी छोरीलाई क्यान्सर भएको छ। छोरीको बाबाले अर्को बिहे गरेर जानुभएको छ। बुढासँग कुरा गर्दा त्यहाँ सम्पर्कमै हुनुहुन्न। बहिनी उषा, तिम्रो र तिम्रो छोरीको आँसुले नि तिम्रो श्रीमानलाई पोल्नेछ। तिम्रो छोरी जास्मिनको अवस्थाबारे थाहा पाइसकेपछि तिमीलाई भेट्न जब म तिमी बसेको ठाउँमा पुगे नि, साँच्चीकै त्यो दृश्यले मलाई भावुक बनायो। तिमी धान काट्दै थियौ, क्यान्सरले ग्रसित भएकी तिम्रो छोरी आलीमा बसेर भात खाँदै थिइन्। यस्ता बसालेर किन खुवाउनु लाग्यो त बिरामी छोरीलाई? यस्तो किरा अब हेर्ने कोही पनि छैन। किरा छ के छ? उठ नानो, उठ 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 उठ। सायद साथमा तिम्रो श्रीमान भइदिएको भए यति बेला तिम्रो छोरीको उपचार भइरहेको हुन्थ्यो। तर दुर्भाग्य तिम्रो श्रीमानले अर्की श्रीमती लिएर रमाउँदै बसेको छ। ओहो, मुख सुन्ने यस्तो भारै छ। हेर त मुख सुन्ने दुख्छ। उषा, मैले घर कुन हो तिम्रो भनेर सोद्धा तिमीले अप्ठ्यारो मान्दै लजाउँदै भनेको एउटा कुरा दर्शकहरूलाई सुनाउँछु ल। त्यसो माता जानी ल, उता जाने एकछिन, उता जानु है। घर कुन हो तपाईँ बस्नु? मेरो त घरै छैन। घर छैन? कहाँ बस्नुहुन्छ र? माइत। ए माइतमा? माइतीसँग बस्छु भन्दा तिमीले जुन अप्ठ्यारो मानेकी थियौ नि, मैले बुझिसकेको थिएँ। तिमीलाई आफ्नो श्रीमानसँग बस्ने रहर थियो। बिहे भएकी छोरी माइतीमा बसे भन्दा हाँस्ने समाजको डरका कारण तिमीले अप्ठ्यारो मान्दै मलाई उत्तर दिइरहेकी थियौ। पर ल बस अब डराउनु र लजाउनु पर्दैन उषा। नियतिले जस्तो बाटो देखायो नि त्यस्तै बाटो हिँड्नु पर्दो रहेछ। सानै उमेरमा बिहे गर्यौ, श्रीमानको माया न तिमीले पायौ न तिम्री छोरीले। बहिनी उषा, हिम्मत नहार्नु। अब दर्शकको मन जितेर माया बटुलेर छोरीको उपचार गर्नुपर्छ। तिम्रो नाम के हो छोरी? ज्यास्मिन ज्यास्मिन बस्नेत। बस्नेत। अनि तपाईँको नाम के हो? मेरो उषा बस्नेत। उषा? उषा उषा बस्नेत। हजुर। अनि माइतमा के हो? माइतमा मगर। उषा मगर हो माइततिर? हजुर। अहिले उषा दाङको राजपुर एक मारुले खोलामा रहेको माइती घरमा बस्छिन्। उनको बिहे 5 वर्ष अघि रोल्पाको नुवा गाउँका दीपक बस्नेतसँग भएको थियो। उषाको बिहे दर्ता भएको छैन। बिहे दर्ता नहुँदै श्रीमानले छाडेको अवस्थामा नागरिकता प्राप्त गर्न कानुनले रोकेको हो या जनप्रतिनिधिले नदिएका हुन्। अहिलेसम्म उषाले नागरिकता प्राप्त गर्न सकेकी छैनन्। नागरिकता बिना ब्याङ्क खाता नखोलिने भएका कारणले गर्दा सहयोगको लागि भनेर तपाईहरूलाई हाम्रै टिमको सम्पर्क नम्बर दिएका छौँ। सम्पर्क नम्बर 9764452377। एकपटक फोन गरी ढुक्क भएपछि मात्र सहयोग पठाउनुहोला। तपाईले पठाएको सहयोग सम्बन्धित ठाउँमा तपाईहरूको नाम वाचन गरेर कति रुपैयाँ कहाँबाट कसले पठाउनु भयो सम्पूर्ण विवरण हामीले अर्को भिडियो मार्फत उल्लेख गर्नेछौँ। थोरै भए पनि सहयोग गर्न सकियो भने, यो बहिनीको ज्यान बचाउन सकियो भने यही नै हो मानवता। धर्म कमाउन साँच्ची नै कतै जानु पर्दैन। आज यो छोरीलाई बचाउन हामीले सक्यो भने नि तपाईँ हामी सबैलाई धर्म मिल्नेछ। कति वर्ष पुग्यो? 4 वर्ष। के भएको तिमीलाई यस्तो? बिरामी भएको हो? दुख्छ? धेरै दुख्छ? कता कता दुख्छ नि? जताततै दुख्छ? छोरी, तिम्रो बाबा कहाँ जानुभएको छ? अर्को बिहे गरेर जानुभएको छ। ए, अर्को बिहे गर्नुभएको छ?
तपाईँको श्रीमान अहिले तपाईँको साथमा हुनुहुन्न? नै हुनुहुन्न, बिहे गरेर जानुभयो। ए अहिले तपाईँसँग हुनुहुन्न तपाईँको श्रीमान? हुनुहुन्न। कहाँ बस्नुहुन्छ तपाईँको श्रीमान? घोराइमा डेरा लिएर बस्नुहुन्छ भने सुन्छु। घोराइमा बस्नु भएको छ? हजुर। बिहे गरेर अर्को बिहे गरेर बस्नु भएको छ? हजुर। अनि तपाईँहरूलाई केही वास्ता गर्नुहुन्न उहाँले? यताउता के पनि हेर्नुहुन्न। तपाईँको बिहे भएको कति भयो? मेरो बिहे भएको 5 वर्ष भयो। 5 वर्ष भयो। हजुर। अहिले कति वर्ष हुनुभयो तपाईँ? अहिले म 25 वर्ष भयो। ए तपाईँहरूको बिहे चाहिँ कस्तो लभ म्यारिज हो कि कस्तो घरबाट दिनुभएको थियो कि कस्तो? लभ म्यारिज भएर। ए लभ म्यारिज थियो? हजुर। अनि अहिले चाहिँ तपाईँमाथि फेरि सौता हाल्नुभयो तपाईँको श्रीमानले? हजुर। अनि तपाईँले तपाईँको यो छोरीको यस्तो अवस्था छ नि, तपाईँको श्रीमानले के वास्ता गर्नुभएको छैन? गर्नुभएको छैन। केही पनि वास्ता गर्नुभएको छैन? तपाईँहरूको हेर विचार केही पनि गर्नुहुन्न? हेर विचार गर्नुहुन्न, फोनै गर्नुहुन्न। अनि यो छोरीलाई यो के भएको? नानु उठ त, यहाँ उठ्न मिल्छ? सक्छ तिमी उठ्न? उठ त, उठ त। हिँड्न सक्छ अलिअलि? सक्छ? छोरीलाई के भएको हो तपाईँको? छोरीलाई बोन म्यारो क्यान्सर रोग देखाएको छ। कतै चेक गर्न लानु भएको छ कि छैन? चिटन लगेर गएको, यहाँ हुँदैन, इन्डिया लानुपर्छ भने हामीसँग पैसा छैन। ए चितवनमा चाहिँ इन्डिया लानुपर्छ भनेको हो? हजुर, हामी यहाँ सक्दैनौँ, उहीँ इन्डिया नै लग्नु भनेको छ। क्यान्सर भएको छ भन्ने चाहिँ चितवन क्यान्सर अस्पतालबाट थाहा पाउनु भएको तपाईँले? हजुर। अनि यसरी यो अनुहार सुन्निया छ नि छोरीको, यो सुनिएको कति भयो यस्तो? यो त 9 महिना भइसक्यो यस्तो भएको। रोग देखा परेको कति भयो छोरीलाई? रोग देखा परेको भर्खर नै हो। भर्खर हो? हजुर। पहिला अनुहार सुनियो अनि त्यसपछि चेक गर्न लानु भएको? हजुर, पहिला अनुहार सुन्यो, अनि प्रेसरले पनि हानेको थियो यसलाई। अनि यो प्रेसरले हानेको चाहिँ राम्रो भयो, तर यो सुन्निँदै दिनका दिन बढ्दै गइरहेको छ। तपाईँको सन्तान यही छोरी मात्रै हो कि अरू पनि हुनुहुन्छ? मेरो सम्हाल्नु आफूलाई सम्हाल्नु। एउटै सन्तान हो? हजुर। एउटै छोरी हो? आफूलाई सम्हाल्नु। आफूलाई सम्हाल्नु सबै नि, आफूलाई सम्हाल्नु। यी छोरीलाई क्यान्सर आएको छ। उता छोरीको बाबाले अर्को बिहे गरेर जानुभएको छ। त्यसले छोरीको उपचार गराउन सक्नुहुन्छ? नै सक्दिनँ मैले, त्यत्रो पैसा लाग्नु पर्ने। कति पैसा लाग्छ अरे खर्च? 40-50 लाख भने। पैसा त अब यताउता खोजा कार गरेर अब 5-6 लाख जति खर्च भइसक्यो। अब हामीसँग पैसा पनि छैन। बुढा त्यस्तो अर्को बिहे गरेर जानुभयो। अनि मेरो एउटै हो, छोरी भने पनि छोरा भने पनि यही हो। अनि त्यहाँले यस्तो बिमारी भएपछि न फोन गर्नुहुन्छ। फोन गर्ने केही यताउता सम्पर्कमै हुनुहुन्न? नै हुनुहुन्न। छोरी उठ त, उठ्न सक्छ? तौ भयो हो है? छोरी, आमाको माया धेरै लाग्छ हो? बिचरा आमाको माया धेरै गर्दै रहेछन्। आमा रोएको देख्न नसकेर आँसु पुस्दै थिइन्। यस्तो सुन्निएको छ नि त, दुवै गालाहरू यस्तो सुन्निएको छ। उषाको छोरी जास्मिन भर्खरै 4 वर्षको भइन्। हेर्नुहोस् त यो अनुहार,
गालाहरू खस्ला खस्ला जस्तो भएको छ सुन्निएर। 4 वर्षकी छोरीलाई बोन म्यारो क्यान्सर भएको छ। यो परिवारमा कोही पनि छैन, यही 2 जना मात्रै हो। उषाको श्रीमान हुनुहुन्छ तर श्रीमानले अर्को बिहे गरेर टाढिएर बस्नु भएको छ। सम्पर्कविहीन हुनुहुन्छ, वास्ता केही गर्नुहुन्न। यस्तो अवस्थामा बहिनी उषालाई आफ्नो छोरीलाई कसरी बचाउने भनेर एकदमै हम्मे भएको छ। हामी यति बेला बहिनी उषाको माइतीमा आएका छौँ। बहिनी आफ्नो घरमा बस्नुहुन्न, श्रीमानले अर्को बिहे गरेसँगै बहिनी अहिले माइतमा आएर बस्नु भएको छ र माइतमा बस्न थालिसकेपछि यसरी छोरीलाई यो समस्या देखा परेको छ। गाला सुन्निएर फुट्ला जस्तो, खस्ला जस्तो यस्तो भएको छ। टाउको पनि सुन्निएको छ, शरीर पनि सुन्निएको छ। अनि तपाईँको छोरी पहिलेदेखि नै यस्तो मोटो हो कि अथवा यो रोगले यस्तो भएको? नै पहिला त पाटोलो थियो। हजुर। पहिला त अब राम्रै थियो, खाने, हिँड्ने, घुम्ने, स्कुल जाने गर्थे। अब के अरे पहिला त ज्वरो आउने अनि निको हुने, फेरि ज्वरो आउने निको हुने यस्तै गर्थे। अनि एक्कासी यसलाई यहाँ सुन्निन लाग्यो, अनि फेरि मुख सुन्निन लाग्यो, अनि फेरि आँखा, अनि आँखा सुन्निँदा हात खुट्टा पनि सुन्नियो। अनि यसले प्रेसरले पनि हानेको थियो, मुख पनि बाँगेको थियो यसको। अनि मुख त्यो प्रेसरले हाने मुख चाहिँ बाँगे चाहिँ निको भयो, तर ऊ चाहिँ सुन्निने चाहिँ यस्तो थियो यसको। यता अस्पतालमा चाहिँ के भन्यो? चितवन अस्पतालमा चाहिँ यता उपचार हुन सक्छ सक्दैन के भन्यो? अब त्यहाँ त अब हुँदैन, यहाँ उपचार हुँदैन, इन्दे लग्नु भन्नुभएको छ। ट्रान्सप्लान्ट नै गर्नुपर्छ। ट्रान्सप्लान्ट गरेपछि 3 महिनाभित्र ट्रान्सप्लान्ट गर्नुपर्छ, नत्र केही छैन भन्नुभएको छ। बोन म्यारो ट्रान्सप्लान्ट नै गर्नुपर्छ भनेको छ? हजुर, 3 महिनाभित्र। अबको 3 महिनाभित्र बोन म्यारो ट्रान्सप्लान्ट गरिसक्नु भनेको छ? हजुर। अनि कसरी उपचार गराउने सोच गर्नुभएको छ त छोरीलाई? अब सबैले सहयोग गरिदिनु भयो भने। अरूहरूले सहयोग गरिदिनु भयो भने उपचार गर्ने? हजुर। अब त्यही त, अब मैले त अब आफूले सकेको होइन सानो भिडियो बनाएर दर्शकहरूमाझ राखिदिन्छु है। अब यो सहयोग आउला नआउला, फेरि सहयोग आएन भने त फेरि उपचार पनि त नहोला नि। नै मलाई विश्वास छ सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ मलाई। सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ? हजुर। दर्शकहरूले सहयोग गरिदिनुहुन्छ भन्ने विश्वास छ? हजुर छ। त्यतिका धेरै पैसा कसरी सहयोग आउला र? त्यही पनि म मेरा भगवान रूपी दर्शकहरूसँग सहयोगको भिख माग्छु। दर्शकवृन्द, यी छोरीको अवस्था हेर्नुहोस् त, गाला सुन्निएको छ, सुन्निएर फुट्ला जस्तो भएको छ। दुख्छ भन्दिनँ। अब म अब कसरी गर्ने? म एक्लै काम गरेर पनि मैले मजुर गरेर पनि यसको उपचार गर्न सक्दिनँ सर। अनि अहिले के काम गरिरहनु भएको छ तपाईँले? मैले चाहिँ अब यतानु घर सर बनिरहेको काम चाहिँ गर्थेँ, अहिले चाहिँ काम गर्दिनँ। हजुर, बर्खा छ। भनेपछि घरहरू बनाउन हिँड्नुहुन्छ, मजदुरी गर्नुहुन्छ? हजुर, मजदुरी गर्छु। ज्याला मजदुरी गर्नुहुँदो रहेछ बहिनी उषाले। अब उहाँको कमाइले यो छोरीको उपचार कसरी सम्भव छ होला र? हेर्नुहोस् त, मेरा भगवान रूपी दर्शकहरूसँग म सहयोगको अपिल गर्छु। सहयोग मलाई पठाउने होइन, तपाईँहरूले पठाएको सहयोग यी छोरीको लागि हो, यी छोरीको ज्यान बचाउनको लागि हो। आजसम्म तपाईँहरूले जहाँ जहाँ सहयोग गर्नुभएको छ त्यहाँ राम्रै सफल काम हामीले गरेर देखाइरहेका छौँ। आज यी छोरीलाई बचाउन सकियो भने साँच्चीकै तपाईँहरू भगवानको रूप यो परिवारका लागि हुनुहुनेछ। म यहीँबाट तपाईँहरूसँग दर्शकहरूसँग सहयोगको भिख माग्छु। यो परिवारका लागि सकेको सहयोग गरिदिनु होला, जति सक्नुहुन्छ। 1 रुपैयाँ भए पनि सबैजना हाम्रा 3 करोड नेपालीबाट सहयोग आयो भने त 3 करोड हुन्छ, तर त्यति पनि चाहिएको होइन। 40-50 लाख रुपैयाँ भए सम्भवतः उपचार हुन्छ होला। त्यति जम्मा यदि कतैबाट भयो भने
यी छोरी ज्यास्मिनलाई बचाउन सकियो भने साँच्चीकै कति धेरै आशीर्वाद दिन्छन् होला यी छोरीले। छोरी यता हेर त, बाँच्न मन छ नि छोरी होइन, ठुलो मान्छे हुन मन छ हो। तिमीले दुख्छ कि नै भन्दाखेरि दुख्दैन भन्छ। किनभने मेरो मन राख्नु, मेरो जति यसको दिमाग, मेरो भन्दा पनि यसको तेज छ दिमाग। के भन्छ, बाबाले अर्को लिनुभयो, मम्मी तपाईँले पनि मलाई छोडेर नजानु है भन्छ। अनि म रुन्छु, रातिभरि निद्रा लाग्दैन। अनि के अरे मैले रोएको देख्छु उसले, मलाई केही हुन्न कि मम्मी, भगवान् हुनुहुन्छ त, भगवान्ले बचाउनुहुन्छ मलाई भन्छ। अब भगवान् भने मान्छेको रूपमा भगवान् हुन्छ भन्छन्। तपाईँहरूले जसरी भयो भने 1 रुपियाँ हुन्छ कि 2 रुपियाँ हुन्छ कि प्लिज बच्चाको रूपमा भगवान् हुन्छ भन्छन्। तपाईँले भगवान् मेरो छोरीलाई सहयोग गरिदिनु होला। यत्रोको बच्चाले मम्मी मलाई नरुनु, मलाई छोडेर नजानु, तपाईँसँग छोडेर तपाईँले छोड्नै मन लाग्दैन भन्छ। रातभरि औँला पारेर सोध्छे, राति दुख्छ होला, त्यही पनि के भयो मम्मी, के भयो मम्मी भने भन्छ। म के गरौँ, बुढासँग कुरा गर्दा त्यहाँ सम्पर्कमै हुनुहुन्न। मेरो छोरी भने पनि यो, छोरा भने पनि यही हो सर। मेरो छोरी बचाइदिनु भयो भने म तपाईँहरूलाई नि बाँचिन् छोरी, बाँचिन् छोरी। यसले दुख्छ तर मलाई भन्दिने, किनभने मम्मीले टेन्सन गर्नुहुन्छ भन्छ। बाँचिन् है, बाँचिन्, पिर नगर बहिनी, पिर नगर, बाँचिन्। अब तपाईँकै छोरी यता हेर छोरी ठुलो मान्छे बन्नुपर्छ है, हिम्मत गर है, ठुलो मान्छे तिम्रो उपचार हुन्छ। डाक्टर बन्छु भन्छ। सबै स्कुल गएको देख्छु, कापी कलम लेख्छु, आफै लेख्छु, आफै पढ्छु। पढ्ने यति टाइलेन्ट छ सर, यो पढाइमा यति टाइलेन्ट छ। सब स्कुल गएको देख्छु, म पनि राम्रो हुन्छु अनि जान्छु स्कुल भन्छ। स्कुल पढेर म ठुलो मान्छे बन्छु अनि डाक्टर बन्छु भन्छ। आफू त्यस्तो बिमारी हुँदा पनि अरू बिमारी देखेर, अब मम्मी के भयो बिमारी, भोलि पर्सि म ठुलो हुन्छु अनि यिनीहरूको इलाज गर्छु, उपचार गर्छु भन्छ। ओके तिम्रो छोरी जस्मिनलाई केही हुन्न बहिनी, नरो छोरी, तिमी पछि ठुलो मान्छे बन्नुपर्छ है। के भन्छौ, पढेर के भन्छौ छोरी? डाक्टर भन्छौ। कति किलो छिन् अहिले छोरी? यो 2 दिनमा बढ्दै गइरहेछ। 25 भयो अस्ति। एकदमै गरम छ। 2 दिनमा 1 दिनमा बढ्दै गइरहेको छ। छोरी तिम्रो उपचार हुन्छ, पिर नगर है। हस्, मम्मीलाई पनि पिर नगर्नु मम्मी भन है। कस्तो ज्ञानी रहेछन्, सम्झाउने रहेछन्। मम्मी रुँदा फेरि मम्मीको आँसु पुछिदिने। यति सानी छिन्, 4 वर्षकी छिन्, तर सबै कुरा बुझ्छिन्। सबै कुरा बुझेर मात्र नहुँदो रहेछ बिचरा। यो उमेरमा बोन म्यारो क्यान्सर भएको रहेछ। हेर्नुहोस् त, यो अनुहार, यी गालाहरू सुनिएर फुट्लान जस्तो, भुइँमा खस्लान जस्तो भएको छ। शरीर हेर्नुहोस् त, यो सुनिएर यति धेरै मोटो भएको छ। अस्वाभाविक रूपमा शरीर बढिरहेको छ। डाक्टरले छिट्टैभन्दा छिट्टै बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भनेको छ, तर चितवनमा उपचार सम्भव भएन। बहिनीसँग पैसा छैन, 1 रुपैयाँ पनि छैन बहिनीसँग। मलाई धेरैजनाहरूले बहिनीको यो अवस्थाबारे जानकारी दिनुभएको थियो। एउटा
पोइले छाडेको एकजना बहिनी हुनुहुन्छ। त्यो बहिनीको हालत एकदमै बिहाल छ। छोरी पनि क्यान्सर रोग लाएर मर्न लागेकी छ। एकचोटि त्यहाँ भोजरा सर तपाईँ गइदिनुहोस् भनेर मलाई धेरैजना व्यक्तिहरूले भन्नुभएको। अनि म बहिनीलाई सम्पर्क गरेँ। बहिनीलाई सम्पर्क गर्दा बहिनीले मलाई धेरै फोन गरिसक्नु भएको रहेछ व्हाट्सएपमा, तर मैले थाहा नपाएको रहेछु। अनि म आत्तिँदै अनि बहिनीको यो अवस्था देखेपछि यहाँ आएको छु। यस्तो मान्छेलाई थोरै भए पनि सहयोग गर्न सकियो भने धर्म कमाउन साँच्ची नै कतै जानु पर्दैन। आज यो छोरीलाई बचाउन हामीले सक्यो भने नि तपाईँ हामी सबैलाई धर्म मिल्नेछ। धेरैजनाले भन्नुहुन्छ, एकदमै आलोचना गर्नुहुन्छ, सहयोग मागेर अरूबाट मागेर मात्र सहयोग हुन्छ र भनेर धेरैले भन्नुहुन्छ। मेरो खल्तीबाट 10,000 20,000 30,000 दिएर यो परिवारको उपचार हुन्छ भने त्यो म दिन तयार छु। म दिन्छु पनि नदिने होइन, म दिन्छु पनि। तर त्यतिले त सम्भव छैन नि। हार गुहार नगरेर के गर्ने। तर जसले सहयोग गर्नुभएको हुन्छ नि हृदयदेखि, उहाँले कहिल्यै पनि त्यस्तो नराम्रो भन्नुहुन्न। जसले यो भिडियो हेरेर नि खिसिटिउरी गर्नुहुन्छ, जसको मनमा पाप भरिएको छ, 1 रुपैयाँ सहयोग गर्नुहुन्न, उहाँले मात्रै गाली गर्नुहुन्छ। आज यो परिवारका लागि म सहयोगको भिख मागिरहेको छु। विगत केही महिना यतातिर चाहिँ यो मागेर पनि समाजसेवा हुन्छ र भन्ने एउटा ट्रेन्ड चलिसके पछाडि चाहिँ अब यो सहयोगको काम चाहिँ बन्द गरिदिउँ कि क्या हो, अब यो भिडियो बनाउने काम चाहिँ बन्द गरिदिउँ कि क्या हो, बरु कुनै एउटा व्यवसाय गर्छु, मजाले बस्छु परिवारसँग भन्ने चाहिँ मनमा लागेको थियो। तर म्यासेज यति धेरै आउँछ नि पीडितहरूको, मलाई बचाइदिनु, मलाई यस्तो भयो, मलाई उस्तो भयो भन्नेहरूको। सक्दैन, मैले त्यो आफ्नो मनलाई सम्हाल्न सक्दैन। अनि मैले जानेको पेसा यही छ। मलाई दर्शकहरूले विश्वास गर्नुहुन्छ, हात जोड्दा फेरि थोरै भए पनि सहयोग आएर कसैको जिन्दगी बाँच्छ भनेपछि म हात जोड्छु। जसले जे भनोस् हात जोड्छु, माग्छु, भिख माग्छु। म मेरो लागि नभए पनि अरूको लागि माग्छु भनेर आज यो परिवारको लागि सहयोग माग्दैछु। दर्शकबिन धेरै पछाडि कसैका लागि सहयोग गरिदिनुहोस् है भनेर यसरी हात जोडिरहेको छु। यो जास्मिन बहिनी 4 वर्षकी जास्मिन बहिनीलाई बचाइदिन म विनम्र अनुरोध गर्न चाहन्छु। हात जोडिरहेको छु। अवस्था एकदमै गम्भीर छ। छोरी, यो भिडियो हेर्ने दर्शकहरूलाई के भन्न चाहन्छौ? नमस्ते, मलाई सबैले के छोरी सन्चो गरिदिनुला। 4 वर्षकी छोरीले हात जोडेर तपाईँहरू माझ मलाई बचाइदिनुहोस् भनेर सहयोगको भिख मागिरहेकी छिन्। आज यो छोरीलाई तपाईँ हामीले थोरै सहयोग गरेर बचाइदिन सकियो भने नि साँच्चीकै धर्म कमाउन कहीँ पनि जान पर्दैन। दर्शकबिन तपाईँ हामी यो छोरीको लागि भगवान भन्नेछौँ। आज मानवता तपाईँ हामीमा जीवित छ भन्ने कुरा साबित गरिदिनुहोस्। यो छोरीलाई सकेको 1 रुपैयाँ 2 रुपैयाँ जति हुन्छ सहयोग गरिदिनुहोस्। यो भिडियो हेरेर यत्तिकै स्किप नगरिदिनु होला। भिडियो सबै माझ पुर्याइदिनका लागि भिडियोलाई सेयर गरिदिनु होला। सहयोगी मनकारी सबै माझ पुगोस् यो परिवारका लागि। आज यो उषा बहिनीको सहारा यही छोरी हो। छोरीको हालत पनि यस्तो भइसकेको छ कि बोन म्यारो क्यान्सरले छोरी आज कि भोलि भन्ने अवस्थामा पुगिसकेकी छिन्। किनभने उषाको श्रीमान जो हुनुहुन्छ अब हुनुहुन्थ्यो नै भनौँ, किनभने अर्को श्रीमती लिएर बेपत्ता हुनुहुन्छ। यस्तो अवस्था छ छोरीको। एक्लै मजदुरी गरेर दिन रात मजदुर गरेर एक्लै आफ्नो छोरीको ज्यान बचाउनका लागि लागि पर्नु भएको छ।